नमस्कार। अघिल्लो भागमा हामीले बालेन शाह मेयर बनेपछि गरेका प्रमुख कामहरूबारे चर्चा गर्यौं। तर कुनै पनि सार्वजनिक पदमा रहेका व्यक्तिहरूको यात्रा उपलब्धिले मात्र भरिएको हुँदैन। त्यहाँ कुनै चुनौती, आलोचना र विवाद पनि हुन्छन्। यस भागमा हामी ती पक्षहरूलाई निष्पक्ष रूपमा बुझ्ने प्रयास गर्नेछौँ। विवादहरू किन भए, काठमाडौँ महानगरपालिकाले अवैध संरचना हटाउने, सार्वजनिक स्थान खाली गराउने र भवन निर्माण सम्बन्धी नियम लागू गराउने अभियान चलाउँदा धेरै निर्णय चर्चामा आए। कतिपय नागरिकहरूले यी कदमलाई कानुन कार्यान्वयनको उदाहरण भने। उनीहरूको विचारमा सार्वजनिक सडक, फुटपाथ र सरकारी जग्गा सबै नागरिकको साझा सम्पत्ति भएकाले नियम सबैका लागि समान रूपमा लागू हुनुपर्छ। अर्कोतर्फ केही व्यवसायी, स्थानीय बासिन्दा र सरकारवालाहरूले महानगरको कार्यान्वयन शैलीमाथि प्रश्न उठाए। उनीहरूले सूचना दिने समय, वैकल्पिक व्यवस्था र प्रभावित पक्षसँग समन्वयलाई अझ सुदृढ बनाउनु पर्ने धारणा राखे। यसबाट देखिन्छ कि एउटै निर्णयलाई फरक फरक दृष्टिकोणबाट हेरेको थियो। मेयरको कार्यकालमा काठमाडौँको महानगरपालिका र सङ्घीय सरकारका केही निकायबीच अधिकार, समन्वय र जिम्मेवारीका विषयमा सार्वजनिक रूपमा मतभेद देखिएको घटनाहरू पनि भएका छन्। नेपालको शासन प्रणालीमा स्थानीय प्रदेश र सङ्घीय सरकार बीच अधिकार बाँडफाँड गरिएको छ। त्यसैले कतिपय विषयमा समन्वय आवश्यक हुन्छ। यस्तो अवस्थामा मतभेद देखिनु असामान्य होइन। बालेन शाहको अर्को विशेषता भनेको सामाजिक सञ्जालको प्रभावकारी प्रयोग हो। उनी आफ्ना निर्णय, धारणा र सार्वजनिक सन्देशहरू फेसबुक मार्फतका माध्यमबाट साझा गर्दै आएका छन्। यसका कारण समर्थकहरूले उनको कामबारे प्रत्यक्ष जानकारी पाउने गरेका छन्। तर सामाजिक सञ्जालमा आएका सबै प्रतिक्रिया एउटै प्रकारका हुँदैनन्।